everyone, welcome to my channel. आज म थोरै स्केलको बारेमा इन्ट्रोडक्सन गर्न गइरहेको छु अनि मेजर स्केलको बारेमा पनि हल्का कुरा गर्न चाहन्छु है। स्केल भनेको चाहिँ हाम्रो सातवटा नोटलाई स्केल भन्छ है। ग्रुप अफ 7 नोट स्केल हुन्छ। अब सी मेजर स्केल, डी मेजर स्केल हैन, ई मेजर स्केल, एफ मेजर स्केल सब स्केल हो। तर यो स्केल सिक्नुको चाहिँ फाइदा भनेको पहिला स्केल सिक्न चाहनुहुन्छ मेजर स्केल सिक्नुहोस्, किनकि मेजर स्केललाई चाहिँ फादर अफ स्केल भनिन्छ। हामीले मेजर स्केल सिकेपछि अरू स्केल आफै सिकिन्छ हैन। अब सी मेजर स्केलमा कुन कुन नोट हुन्छ भन्दाखेरि CDEFGABC हुन्छ। सी मेजर स्केलमा चाहिँ कुनै पनि नोटहरू शार्प हुँदैन अनि फ्ल्याट हुँदैन है। मेरो च्यानल नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोस्। तपाईहरुलाई मैले जानेको कुरा हैन सिकाउँछु र म पनि सिक्न कोसिस गर्छु है। अब कुराहरु स्केल भने चाहिँ सारेगामा पदनिसा हैन। यो मैले बजाए भर्खर जी मेजर स्केल। यो हाम्रो थर्ड नोट जी हो नि त। यो हाम्रो फर्स्ट यो 6 स्ट्रिङ ई हो हैन। यो ई बी जी डी ए ई स्ट्रिङ भयो। अब ई को अब तपाईहरुलाई थाहा होला हैन, हाफ स्टेप होल स्टेप भन्ने बारेमा। अब ई हो, यो ई को साप हुँदैन हैन, अनि त्यही भएर ई बाट यो भयो एफ भयो, एफ शार्प जी जी भयो। अब हैन, अब पोजिसन सिकौं पहिला। अब स्केल सिकिरहेको छौं हामीले जी को स्केल। अब एउटा मेजर स्केलको पोजिसन हुन्छ, माइनर स्केलको पोजिसन हुन्छ। पोजिसन सिकेपछि हामीलाई स्केल बजाउन सिकिन्छ है। त्यही भएर हामीले मेन कुरो पहिला पोजिसनलाई रटेर राम्रोसित कन्ट गर्नुपर्छ। यसको पोजिसनमा अहिले तपाईहरुलाई कपीमा डायग्राम बनाएर देखाउँछु। यो छ थर्ड स्ट्रिङ, एथ स्ट्रिङ, सेकेन्ड स्ट्रिङ को फिफ्थ स्ट्रिङ को सेकेन्ड स्ट्रिङ, थर्ड स्ट्रिङ, फिफ्थ स्ट्रिङ। मैले के बजाउने, जी मेजर स्केल बजाएको हैन। यो जी मेजर एउटा स्केलको पोजिसन बजाएँ हैन। जी मैले बजाएँ। अब जी स्केल बजाएँ। अब ए मेजर स्केल बजाउँछ है। ए मेजर स्केलमा पनि सेम पोजिसन हाल्दियो, सेम। अब यो ए बी सी शार्प डी हैन, डी ई एफ शार्प जी शार्प ए। अब यो हामीले चाहिँ जी, अब यो भर्खर मैले तपाईलाई देखाएको यहाँबाट बजाएँ नि मैले ए बी, मानिलिउँ ए बी सी शार्प डी ई एफ शार्प जी शार्प ए। यसको यो अक्टेभ भयो। यहाँ ए छ, यहाँ पनि ए आयो, ए आयो। फेरि अब यहाँबाट फेरि त्यही एकै स्केल बजाउने, एकै स्केल बजाउने, ए मेजर स्केल बजाउने, मतलब अर्को स्केल यहाँ आयो। यो हाम्रो स्केल भयो है, बुझ्नुभयो तपाईहरुले। अब हामी जी को ए को बजायौं। अब हामी सी को पनि, अब सी को यहाँ छ है। यो सी नोट भयो, किन सी डी को बजा, डी मेजर स्केल। सी को कुनै पनि शार्प हुँदैन है, शार्प र फ्ल्याट हुँदैन। सी डी ई एफ जी ए बी सी। फेरि यहाँबाट यसको अक्टेभ यहाँ आयो, अर्को सी यहाँ छ। बुझ्नु भयो कि भएन है? मैले बुझाउन खोजेँ त्यही हो स्केल भनेको। अब
मेजर स्केल भनेको त्यही हो हैन। मेजर स्केलको पोजिसन हुन्छ के एउटा म तपाईँलाई अहिले देखाउँछु। मेजर स्केलको पोजिसन हुन्छ, त्यही पोजिसन प्ले गर्ने हो। पोजिसन प्ले गर्दाखेरि अब यो मैले अब यो रटी यो पोजिसन रटी मैले हैन। मैले यो पोजिसन रटिदिएँ मेजर स्केलको एउटा मैले मेजर स्केलको पोजिसन रटे मात्र पुग्यो क्या मैले हैन। यो पोजिसन स्केल मैले रटी। अब यो मैले रटी हैन, यो तपाईले रट्नु पर्छ। अनि रटिसकेपछि अब यो तपाईलाई अब जी मेजरको स्केल बजा भन्नुहुन्छ जी नोटबाट सुरु गर्ने, यही पोजिसन बजाउने क्या हैन। अनि बजिहाल्छ। अब जी पछि ए को त्यही पोजिसन हो। अनि अब ए मेजर स्केलमा कुन कुन अब नोटहरु के छ भन्दाखेरि ठ्याक्क थाहा हुन्छ। यो ए हो, ए को ए ह्यापी स्टेप यो ए एसआर बी भयो यो हैन। ए बी सी शार्प भयो, यो डी भयो, डी भयो, यो ई भयो, एफ शार्प भयो, जी शार्प भयो, ए भयो हैन। त्यसरी थाहा हुन्छ क्या। अब सी को डी को हेरौँ, डी यो सी हो यो डी हैन। सी शार्प डी डी ई डी ई डी ई डी ई एफ शार्प जी ए बी सी शार्प डी यसरी थाहा हुन्छ हैन। यसरी थाहा भयो हैन। त्यही भएर अब यो पोजिसन रट्नुपर्छ मेन कुरो। अब यो हामीले अब यहाँदेखि यो तल सबै तारसम्म बजाउनको लागि चाहिँ यो पोजिसन हुन्छ है। यो अब जी मेजर स्केलको यहाँदेखि तलसम्म बजाउँदाखेरि यो चाहिँ यहाँसम्म सेम छ हैन। यहाँ डी भयो। अब हामीले यहाँबाट गरेको थियो डी, यहाँबाट नगरेको नि यही माथि गर्ने। यो सक्यो नि, यहाँ पछि यो गर्ने अहिले यो डायग्राममा देखाउँछु ल। आज कति कुरो बुझ्नुभयो हैन? बुझ्नुभयो भने कमेन्ट गर्नुहोस्, म फेरि बुझाउन चाहन्छु। मेजर स्केल भनेको त्यही हो। मेजर स्केल भनेको ह्याप्पी साउन्ड हो हैन। माइनर स्केल भनेको अलिकति स्याड साउन्ड हो। अब मैले माइनर स्केल बजाउँदाखेरि कस्तो हुन्छ भने